सिद्धार्थ बैङ्क नेपाल प्रिमियर लिगमा आज दोस्रो क्वालिफायरको खेल हुँदैछ। त्रिभुवन विश्वविद्यालय रङ्गशाला कीर्तिपुरमा बिहिबार अपराह्न 4 बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स बीच खेल हुन लागेको हो। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयलसँग 77 रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो। लुम्बिनीले इलिमिनेटरमा बुधबार काठमाडौँ गोर्खाजलाई 4 विकेटले हराएर दोस्रो क्वालिफायरमा पुगेको हो। लिग चरणमा लुम्बिनीले विराटनगरलाई 5 विकेटले हराएको थियो। आज विजयी हुने टोली फाइनलमा पुग्नेछ। विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिमको सामना गर्नेछ। सुदूरपश्चिम पहिलो संस्करणको एनपिएलको उपविजेता समेत हो। फाइनल खेल यही मङ्सिर 27 गते शनिबार अपराह्न हुनेछ। यस्तै खेल सामग्रीका लागि हाम्रो स्पोर्ट्स अपडेट च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भिडियो हेरिदिनु भयो धेरै धेरै धन्यवाद।